कोच एकदम खटिराख्नु भएको छ। हातमा पेपर हातमा लिएर ल टिमलाई कसरी के गर्ने भनेर यहाँ सिकाइराख्नु भएको छ। उहाँहरू ल पुरै प्र्याक्टिस गरिराख्नु भएको छ। उहाँमा म्याच गरिराख्नु। अब हाम्रो टिम स्ट्रङै बनाएको छौँ हामीले। होप राम्रो हुन्छ। हेरौँ सबजनाले लाइभ चाहिँ हेरिहाल्नु होला। हेर्नु भएको छैन भने यो चाहिँ ढिला आउँछ, लाइभ चाहिँ आइहाल्छ है त। कोच हुनुहुन्छ एकदम उहाँले सबैलाई एकदम गरिराख्नु भएको छ। सबै प्र्याक्टिस गरिराख्नु भएको छ। ल आज हाम्रो कोचले जिताउन सक्नु होला त। म एकछिन त ब्याङ्कमा। हजुरलाई के लाग्छ आज हाम्रो कोचले कस्तो टिम लिएर आए जस्तो लाग्छ त हजुरलाई? अब कोच मेरो शिष्य हो। मैले त अस्ति एउटा टुर्नामेन्ट जिताइसकेँ। मैले आज सुशील भाइलाई जिम्मा दिएको छ। हेर मेरो भाइले अब कस्तो गर्छ। मेरै बाटोमा हिँड्यो भने चाहिँ पक्कै जिताउँछ। अब यो मुखमा खै के च्यापेर हो। हजुरको टिम कस्तो छ त आज? मेरो टिम मैले स्ट्रङै बनाएको छु। प्लेइङ 11 हाम्रो त 16जना स्ट्रङ हुनुहुन्छ, तर प्लेइङ 11 चाहिँ हाम्रो बबाले छ। हजुर हाम्रो यो टुर्नामेन्ट क्रिसमस कप हो। छैन दाई। ल हाम्रो शरद दाई हुनुहुन्छ। दादा कस्तो छ टिम? एकदम मोबाइल उहाँ चाहिँ प्लेयरै हुनुहुन्छ। परि आएको खण्डमा हो। आएको खण्डमा भन्छ यार स्क्वाडमा त हुनुहुन्न नि त हजुर। त्यही भएर नबस्या हो। यहाँ हुनुहुन्छ विमल दाई, यहाँ हुनुहुन्छ भण्डारी दाई। अब ट्रफीहरू देखाउँछु म, हेर्नु होला ट्रफीहरू। ट्रफी टक्क लाएर टक्क बेस्ट गोल स्कोरर, बेस्ट प्लेयर, बेस्ट किपर चट्ट लाएर मेडल टक्क लाएर हाम्रो टिम पनि रेडी भइरहनु भएको छ। टक्क लाएर हजुर। उहाँ चाहिँ वाटर बोय कि मेडिकल टिमै? हस् अल द बेस्ट, अल द बेस्ट मेरो दाइहरू। विनम्र अनुरोध गर्दछौँ। हाम्रा दुवै टिमका साथीहरू एकदमै उत्साहित हुनुहुन्छ। आशा छ एकदमै राम्रो खेल हामीले हेर्न पाउनेछौँ। स्प्रे पनि आइसकेको छ। साथी सुभाष उसले त्यो भली पाए चाहिँ सुपर हान्छ अहिले। मनोज तिम्रो बल राम्रो पाएको थियो तर आरामले अरू मेहनत। सुभाष फर्क भेट्छ भेट्छ। सुभाष दाइको खुट्टामा बल रहेको छ। दामी दामी दाई। रेड टिमद्वारा पहिलो गोल। वाह दादा वाह वाह वाह। खुट्टामा बल रहेको छ। अभिषेक दाई फुटसल भन्ठान्नु भइरहेको छ। सुदर्शन दाईको नाइस कन्ट्रोल रहेको छ। नाइस पास रहेको छ। अभिषेक दाईले बल भएको छैन। छुन लाग्नु भएको थियो, छुनै पाउनु भएन। ल अभिषेक दाईको अहिलेसम्म खुट्टाले चाहिँ बल छुन पाउनु भएको छैन। हाम्रो कोच उहाँ हुनुहुन्छ। ल कोच एकदम खटिराख्नु भएको छ आजको गेममा। जुम तानेर देखाइदेऊ कोचलाई। कोच बल्ल छोए। अभिषेक दाईको फर्स्ट टच रहेको छ।
फर्स्ट रस त्यो पनि ब्याकबाट नाइस विमललाई खुट्टामा बल रहेको छ अभिषेक दाइलाई पास नाइस काटेर लग्नु भएको छ विमलले क्रस निकाल्न लाउनु भएको छ गुड 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 थियो कर्नर भएको छ हाम्रो कोच दा यता हेरिदिनुस् के छ स्थिति हाम्रो ल ठिक छ यार नाइस ट्राई दा नाइस ट्राई यार थियो नारायण अङ्कलको उत्कृष्ट हेडिङ थियो हल्का न्यारोमा तिरो लाग्यो नेरोमा भयो नेरोतिर सेमी फाइनलको लागि रेडी हुँदै हुनुहुन्छ दादा ह्यापी बर्थडे दादा थ्याङ्क यू बाबु गिफ्ट हो अभिषेक दालाई खाइसक्यो हेलो अङ्कल हेलो दाई स्ट्रेचिङ हेलो अङ्कल गुड मर्निङ हेलो भाइ हेलो ह्यापी बर्थडे है भाइ थ्याङ्क यू ह्यापी बर्थडे हो यार ह्यापी बर्थडे तिम्रो त थ्याङ्क यू फुट त देखाएको थिएँ कसले ह्यापी बर्थडे थ्याङ्क यू मेरो दाई सालको भर ठिक छ दादा त्यो किस्ट हस्पिटल पछाडि त्यो सट्टलाले यहाँ चाहिँ वार्म अप हुँदैछ हाम्रो टिमहरूको अङ्कल दुई चार शब्द टिमको बारेमा बोलिदिनुहोस् न अङ्कल ठिकै छ अब हाम्रो केटाहरू प्र्याक्टिस गरिरहेछ आज गेम आज कम्पिटिसनै छ होइन अब हाम्रो खेलाडीहरू पनि आज राम्रै लयमा देखिरहेको छ हेरौँ आज गेम यस प्लस हाम्रो फाइनलमा जानलाई बेस्ट अफ लक है धन्यवाद अङ्कल के छ आजको स्ट्राटेजी धन्यवाद फाइनलमा पुग्ने सर्वप्रथम त भाइको यो हाम्रो युट्युब च्यानल हाम्रो सम्पूर्ण दर्शकहरूले सब्सक्राइब लाइक गरेर हाम्रो भाइलाई सपोर्ट गरिदिनु अनुरोध गर्दछु र आज गेम प्लानको कुरा गर्नुपर्दा चाहिँ आज हाम्रो खासै त्यस्तो ठुलो फड्को मार्ने गरी चेन्जहरू गरेका छैन स्ट्रेटेजी हाम्रो गेम जित्ने टाइपको गेम खेल्ने हाम्रो रणनीति रहेको छ अब सबै खेलाडीले आफ्नो आफ्नो पोजिसनमा बल खेलियो भने हाम्रो नतिजा पनि अवश्य पनि राम्रै निक्लिन्छ भन्ने म आशावादी छु दर्शकहरूलाई केही भन्न चाहनु दर्शकहरूलाई दर्शकहरू हाम्रो जतासुकै गेम हुँदा पनि हामीलाई साथ सहयोग गर्दै हामीलाई सहयोग गर्न आउने दर्शकहरू सम्पूर्णमा मेरो हाम्रो टिमलाई सहयोग गर्न आउने सम्पूर्णमा हृदयदेखि म धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि आइदिनु हुन म अनुरोध गर्दछु र हामीलाई हौसला बढाएर हाम्रो खेललाई जिततर्फ अग्रसर बनाउनको लागि उहाँहरूको ठुलो योगदान भएको जस्तो मलाई लाग्दछ हस् धन्यवाद अब हाम्रो अभिषेक दाले उहाँ त प्लेयर पनि हुनुहुन्छ र अब आज हाम्रो गेमको मेन स्ट्राटेजी भनेकै जित्ने हो हजुर हामी कुनै पनि हालतमा जित्छौँ र आजको यो भेटरान कपको क्रिसमस भेटरानको उपाधि पनि हामीले नै लैजान्छौँ भन्ने हामी आशा गर्छौँ हाम्रो प्लेयरहरू एकदम फिट हुनुहुन्छ अनि सुन्नु न हिजो त तपाईँले बल पनि छुन पाउनु भएन भन्छन् के हो होइन अतिरिक्त समयमा छिरेको भएको कारणले गर्दाखेरि अलिकति टाइम अपुगको कारणले गर्दाखेरि मेरो दादालाई 2 मिनेटको टाइम दिने अनि बल कसरी छुन्छ 2 मिनेट के यो फुटसल 5-5 जना खेल्यो हो र कोच त हजुर हो नि त उहाँको स्ट्राटेजी नै त्यही थियो कि मैले बल छुने भन्दा पनि होल्ड गराइदिने होल्ड त्यो ठिक छ मेरो स्ट्राटेजी भने त्यो होइन कि 2 मिनेटमा मैले बल छुनलाई पठाएँ होइन दादाले हस् यहाँ चाहिँ अब ल के छ दादा आजको हाम्रो टिमको हिजो त दामी नै उत्कृष्ट गेम भएको थियो आज अब हाम्रो सेमी फाइनल पुगेको छ नि हामी चाहिँ सपोर्ट गर्न आएको छौँ हजुर हिजोको गेम त राम्रो भएको थियो अब आज पनि त्यस्तै खेल्छन् भन्ने हामीले आशा गरेका छौँ हजुर ठिक छ हाम्रो टिम पनि राम्रो स्ट्रङै छ हेरौँ स्ट्रङै बनाएर आएको छ होइन दादा हिजोको भन्दा धेरै स्ट्रङ टिम छ
हामीले यो उपाधि जसरी नि लान्छौँ लानु नै पर्छ हाम्रो फुड सपोर्ट छ हाम्रो टिमलाई त्यही भएर हामी खाना पनि नखाइकन चाँडै आइरहेको छौँ सुन्तला बोकेर सुन्तला बोकेर अब मुख सुक्छु नि त हुडिङ गर्दाखेरि बजाउनु सक्नु भएको छैन हजुरले बजाउनु त पाएन नि त हस् धन्यवाद धन्यवाद अब यहाँनिर टक्क लगाएर अब चाहिँ हाम्रो भण्डार त पानी बोकेर हिँड्नु भएको छ टक्क लगाएर क्लियर थियो नारायण दाई खुट्टामा भयो सबिन दाई अभिषेक दाई भागिराख्नु भएको छ ल अभिषेक दाईलाई पास थियो अभिषेक दाईलाई कटाउन सक्नेसम्म ल बिमलाईको अभिषेक दाई अफसाइड हुन्छ है नारायण दाई फेरि भनिदिनुहोस् टु ब्रदर उहाँहरू हुनुहुन्छ ल यो गोल हुने सम्भावना ठिकै हुन्थ्यो सुदर्शन दाई पछाडि तल लाग्यो है मजा आउँथ्यो आउट छिरो यार दामी तर ट्राई गरेको थियो किपरले दामी सबैजना हामी एकदम खुसी छौँ यी हाम्रो दादा मैले समातेर बसेको थिएँ दाइ यार हामी पेनाल्टीमा चुक्यौँ गेस गर्न सक्नुहुन्छ शम्भु श्रेष्ठ ताली बजाइदिनुहोस् इनसाइड चर्चबाट ताली बजाइदियो किनकि उहाँको धेरै ठुलो योगदान छ नभए पनि यो अर्को देख्नु भएको छ बेस्ट प्लेयर सबिन केसी खै आएन त आवाज
मेरो घाँटी सुक्न लागेको हो कि तपाईँहरूको हो को हुन्छ गेस केसी ब्रदर्स सबिन केसी ताली बजाइदिनु तालीमा हामी कन्जुसाइ गर्ने छैनौँ फोटो हुन्छ धन्यवाद हाम्रो पास्टर सरोजजीलाई हुनुहुन्छ त्यस्तै उहाँ आउँदै गर्दा अडियो बगैँचाका अविनाश श्रेष्ठ पास्टरज्यूलाई यहाँ अगाडि बोलाउन चाहन्छु कपको लागि र हाम्रो सबैले उहाँहरूलाई यो उपाधि दिनुहुनेछ हामी ताली बजाउनेछौँ अझै पुगेन ताली सबैजना आउनुहोस् तपाईँहरूको खेलाडीहरूको हातमा यो ब्युटिफुलको एउटा कुपन डिस्काउन्ट कुपन छ % यो चाहिँ तपाईँको चावला खेलमा छ तपाईँहरूले 15% डिस्काउन्ट पाउनुहुनेछ यो कुपन लिएर जानुभयो भने तपाईँहरूले 15% जे खानुहुन्छ त्यसमा 15% एउटै कुपन 3 चोटिसम्म भनेको मतलब 45%। ओके हुन्छ धन्यवाद यो हामी अब फेरि जानेछौँ पहिलो हुने हाम्रो टिमहरू उहाँहरूको नाम बोलाउने छु कृपया तपाईँहरू पनि आउन सक्नुहुनेछ हिलसाइडका चर्चका खेलाडीहरू म नाम बोलाउने छु शम्भु श्रेष्ठ आइदिनुहोस् कृपया जीवन तामाङ रुचन मनसिंह गणेश बहादुर पुलामी विजय शाही विकेश खड्की नवीन श्रेष्ठ कृष्ण तामाङ युवराज भक्त